नमस्ते एभ्रिवान, म विष्णु। आज फेरि म डे 2 को टपिक्स लिएर हजुरहरूसँग आइसकेको छु। आजको टपिक्स रहेको छ व्हाई आई स्टार्ट दिस जर्नी। मैले किन यो डिजिटल जर्नी स्टार्ट गरेँ त? मैले एक्स्ट्रा आम्दानीको बाटो खोज्ने क्रममा यो बिजनेस भेटाएको हो र यो बिजनेस आम्दानीको साथसाथै आफ्नो पर्सनल ग्रोथदेखि लिएर धेरै पोटेन्सियल बोकेको बिजनेस हो। हामीहरूले यो बिजनेसमा कन्सिस्टेन्ट भएर काम गऱ्यौँ भने 3 देखि 5 वर्षमा रिटायरमेन्ट लाइफदेखि लिएर हामीहरूको बच्चा 18 वर्ष पुगिसकेपछि बच्चाहरूलाई ट्रान्सफर गर्न सकिन्छ र अटो सिस्टमले काम गर्ने हुँदा हामीहरूले धेरै घन्टा काम गर्नु पर्दैन। यो बिजनेस गर्नको लागि अफिस जानु नपर्ने, घरमै बसेर आफ्नै कम्फर्ट जोनमा आफ्नै समय तालिका अनुसार काम गर्न सकिने र ग्लोबल बिजनेस भएको भएर आज यहाँ जापानबाट स्टार्ट गरेको बिजनेस आफू सँगसँगै संसारको जुनसुकै ठाउँमा जाँदा पनि सँगसँगै बोकेर लान सकिने, भोलि बिहान नेपाल गएर पनि गर्न सकिने र यस्तै विभिन्न पोटेन्सियल भएको कारणले गर्दाखेरि मैले यो डिजिटल बिजनेसको जर्नी स्टार्ट गरेको हो। यदि हजुरहरू पनि यही जर्नी स्टार्ट गर्न चाहनुहुन्छ भने मसँग रिच आउट गर्न सक्नुहुन्छ। भोलिका दिनमा फेरि म अर्को टपिक्स लिएर हजुरहरूसँग आउने नै छु। यतिन्जेलसम्म मेरो भिडियो सुनिदिनु भयो, हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। भोलिको दिनमा पनि हजुरहरूको साथ र सपोर्टको अपेक्षा राख्दै आजलाई बाई बाई।